फेस्टिभल सिरिजमा तपाईहरुलाई स्वागत छ। आज हामी किरात समुदायको महान चाड उधौलीका बारेमा धेरै कुरा जान्ने छौं। अब उधौली चाडको परिचय, यो चाड मनाउनुको कारण अनि यो चाड मनाउने तरिका जस्ता कुराहरुका बारेमा बुझौं है त। प्रकृतिलाई पूजा गर्ने समुदायको चाड उधौली। उधौली प्रकृतिलाई पूजा गर्ने समुदायका रूपमा चिनिने किरात जातिले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। नेपाल लगायत संसारभरि बसोबास गर्दै आएका विशेष गरी किरात समुदायका राई, किराती सुनवार, लिम्बू र याखा जातिका मानिसहरूले यो चाड मनाउने गर्दछन्। यो चाड मङ्सिर पूर्णिमाबाट सुरु भई 15 दिनसम्म मनाउने गरिन्छ। उधौलीलाई फरक फरक समुदायमा फरक फरक नामले चिनिन्छ। यस चाडलाई राई जातिले उधौली अथवा साकेला भन्छन् भने लिम्बूहरूले चासोक तङनाम, याखाहरूले चासुवा र सुनवार जातिले फोलस्यादर भन्ने गर्दछन्। त्यसैगरी यस चाडलाई न्वागी पूजा, साकेनवा, सिमे, भूमि पूजा लगायतका नामले पनि चिनिन्छ। किरात समुदायमा पर्ने विभिन्न जातिले फरक फरक नाममा यो चाड मनाए पनि यसलाई सामान्यतया उधौलीका रूपमा चिनिन्छ। मौसम तथा ऋतु परिवर्तनको जानकारी दिने चाड। किरात समुदायले ऋतु परिवर्तनको जानकारी दिने चाडका रूपमा उभौली र उधौली मनाउने गर्छन्। उनीहरूले वैशाख पूर्णिमामा उभौली र मङ्सिर पूर्णिमामा उधौली मनाउँछन्। किराती मान्यता अनुसार मङ्सिर पूर्णिमाबाट जाडो महिना सुरु भएको र मानिस, जीवजन्तु, चराचुरुङ्गीहरू लेकबाट बेसीतिर बसाइसराई गर्ने समय भएको मानिन्छ। आजकै दिनपछि नदीका माछाहरू पनि उधो अर्थात् ओरालो ठाउँतिरको पानीमा बसाइ सर्ने विश्वास गरिन्छ। पहाडी भूभागको लेकतिर बसोबास गर्ने किरात समुदायका मानिसहरू जाडो मौसममा चिसो छल्नका लागि बेसीतिर झर्छन्। यसैगरी न्यानो बढ्दै गएपछि पुनः लेकतिर लाग्छन्। यसरी लेकबाट बेसीतिर झर्ने क्रममा उधौली मनाइन्छ भने बेसी बाटो लेकतिर लाग्ने क्रममा उभौली मनाइन्छ। कृषि कार्यसँग जोडिएको चाड। उधौली तथा उभौली विशेष गरी कृषि कार्यसँग जोडिएको छ। उभौलीलाई अन्नबाली लगाउने र उधौलीलाई फलेको अन्नबाली भित्राउने अवसरका रूपमा पनि मनाइन्छ। यसरी किरातीहरूले अन्नबाली भित्राएको खुसियालीमा उधौली मनाउने गर्छन्। यो चाडलाई किरात समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्ट देवतालाई चढाउने, खानाका लागि अनुमति माग्ने तथा आफ्ना पितृ तथा पुर्खालाई सम्झिने चाडका रूपमा मनाउने गर्छन्। किराती मान्यता अनुसार पाकेको नयाँ अन्नबाली आफूले खानु अघि प्रकृति र देवी देवतालाई चढाएर मात्र खानुपर्ने विश्वास गरिन्छ।
लिम्बू समुदायको चासोक तङनाम। विशेष गरी लिम्बू समुदायले चासोक तङनामका रूपमा उधौली मनाउने गर्छन्। लिम्बू भाषामा चासोक भनेको उब्जाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भने तङनाम भनेको उत्सव वा चाड हो। किराँतीहरूको धार्मिक ग्रन्थ मुन्डुङका अनुसार कृषि युग सुरु हुनु अघि लिम्बूका आदिम अर्थात् निकै पहिलेका पुर्खाहरूले जङ्गलमा पाइने काँचा खानेकुरा अर्थात् कन्दमूल खाएर जीवन चलाउँथे, जसले गर्दा उनीहरूलाई कुपोषण र अनेक रोगहरूले सताउने गर्थ्यो। यस समस्याको समाधानका लागि उनीहरूले आफ्ना शक्तिशाली इष्ट देवता तागेरा निङवाभु माङसँग प्रार्थना गरे। उनीहरूको प्रार्थनाबाट प्रसन्न भएर माङले कोदो, खैया, जुनेलो लगायतका बिउहरू उपलब्ध गराइदिए। यसरी बिउहरू पाएपछि लिम्बू जातिका आदिम पुर्खा सावाये हाङकी चेली सिबेरा एक थुम्माले बिउहरू छरेर अन्न फलाइन्। यसरी फलाएको अन्न खानुभन्दा अगाडि माङ अर्थात् देवी देवतालाई चढाउने चलनको सुरुवात भएको विश्वास गरिन्छ। यही मान्यता अनुसार किराँतीहरूले अन्नबाली पाकेपछि माङलाई चढाएर मात्र खाने गर्छन्। हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट चासोक तङनामको सुरुवात हुन्छ। यो चाड कसरी मनाइन्छ त? उधौलीमा किराँत समुदायका मानिसहरू बिहानैदेखि आफ्नो परम्परागत वेशभूषामा सजिन्छन् र लिम्बूहरू च्याब्रुङ अनि राईहरू ढोल, झ्याम्टा लगायतका बाजाको तालमा नाच्दै पूजास्थलमा पुग्छन्। पूजा गर्नका लागि कुखुराको भाले, रक्सी, अदुवा, केराको पात, धूप, अक्षता, पाती, सेउली, ढोल, झ्याम्टा, धनुकाठ लगायतका अन्य आवश्यक सामग्री चाहिन्छ। किराँत धर्मगुरु बिजुवाले नियम अनुसार पूजा गरेपछि साकेला नाच सुरु गर्ने आदेश दिन्छन्। पहिलो दिन पूजा स्थलमा पूजापाठ सकाएर नाचगान गरेपछि त्यसपछिका 15 दिनसम्म फरक फरक ठाउँमा जम्मा भएर नाचगान गरी उधौली मनाइन्छ। यस चाडमा सबै व्यक्तिले एक आपसमा गोलो घेरा बनाएर साकेला सिली नाच्ने गर्दछन्। यसरी किराँत समुदायका मानिसहरूले धुमधामसँग आफ्नो धार्मिक तथा सांस्कृतिक चाड उधौली मनाउँदछन्। आज हामीले किराँत जातिहरूको निकै पुरानो संस्कृति बोकेको